Hey everyone, welcome back to my channel. It's me Purnima Magar back with another video. I can't believe it's been almost a year since I last went to the movie. But this time I finally found some time to go with my family. The show is at 2:30 and I'm getting super duper late. Movie कस्तो छ भनेर म रिभ्यु दिनेछु त्यही भएर तपाईहरुले यो भिडियो लास्टसम्म हेर्नु होला र मुभीको नेम रहेको छ होस्टेल 3 सो ढिला नगरी भिडियो स्टार्ट गरौँ है त एकदमै राम्रो मुभी यो मुभीमा चाहिँ सबैजनाको आफ्नै कहानी आफ्नै कहानी सबैजनाको यो भिडियो मलाई पनि सेन्ड गर्नु होला म पनि हाल्छु है हेलो चलो 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 अब तुक्पा जस्ट ला होस्टेल 3 रेकमेन्ड कि नाइ कस्तो लाग्यो प्लिज गाइस यदि कोही यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरु आउनु होला हैन कस्तो राम्रो सेकेन्ड मुभी हैन यो मुभीमा कस्तो छ भने म तपाईहरुलाई भन्छु राम्रोसँग एक सानो खल्लो लाग्दैन क्या जो मुभीको स्टोरी अब कोही नेपाली मुभीहरु त कस्तो खल्लो हुन्छ नि लास्टमा के नपुगे जस्तो हैन तर यो मुभीमा छैन एउटा छुट्टै कहानी छ नयाँ कहानी छ एकदमै अनि टक्क तपाईको इभन समाचारमा धरि मान्छेहरु बोलेको देखाएको छ भने चाहिँ कति धेरै एकदमै धेरै डिटेल्सहरुलाई ध्यान दिएको छ सो इफ यु गाइज रियली वान्ट टु इन्जोय गुड मुभी देन प्लिज कमेन्ट बक्स पोस्ट धन्यवाद मेरो यो क्याप र टी सर्ट म्याचिङ भएको कलर अनि यो पछाडि र ब्ल्याक कलर ठ्याक्क माथि लुगा लिन गएको थिएँ क्या अनि यो क्याप बाहिरै फुत्त निस्किरहेको रहेछ अनि मलाई यो क्याप लाउनु मन लाग्यो होइन अब यही क्यापमा सुहाउने लुगा खोजेर हानेर ढिला भएको होइन तर ढिला त पठाउ चाहिँ नआएर चाहिँ ढिला भएको क्या नभए म ठ्याक्कै टाइममा आइपुग्ने हिसाबले हिँडेको थिएँ ओठ तल गाला चड्किने दिल धड्किने तर गुन्डा पनि कति राम्रो है लास्टमा त त्यसलाई देखाउँदै देखाएन भनेको राम्रै थियो गुन्डा त्यो मुलगा पनि सुहाउने के त्यो गहना त्यो के ब्युटिफुल मुभी एकदमै राम्रो छ मुभीहरू यदि तपाईहरु मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज आउनु होला मैले कतिचोटि आउनु भनिसकेँ यो भिडियोमा मलाई थाहा छैन तर आउनु होला अब हामीले अब विजय बाबु चाहिँ गइसक्नु भयो स्कुटरमा अहिले चाहिँ हामी के भन्छ अरे धराने त्यहाँनिर एउटा रेस्टुरेन्ट खोलेको छ अरे सो हामी चाहिँ त्यहाँनिर जाँदैछौँ खानुलाई अनि हामी त्यहाँ गएर के खान्छौँ त्यो तपाईहरुले हेर्नु होला सो स्टे ट्युन गाइज सी यु अन पर्क मिल see you on pork meal see you at हुन्छ कि अन हुन्छ आउँदैन अन पनि हुन्छ ओके see you in pork meal गाह्रो छ साथीहरु इंग्लिश नजान्नु पनि
पशुपतिनाथ चाहबेल काठमाडौँ फोन नम्बर 901509333। तपाईँहरूलाई म एउटा फन्नी कुरा भन्न गइरहेको छु। म काम गर्नु जाने ठाउँ त्यहाँनिर होइन, अनि पतञ्जली यहाँनिर छ क्या, चपली यहाँनिर रहेछ, अनि यहाँ माथि रुद्रेश्वर चोक, अनि पोर्क मिल चाहिँ उहाँ रहेछ क्या। म त कहाँ होला यो लोकेसन भनेर एकछिन साइको भइरहेको थियो है अस्ति अस्ति। यहाँ हेर्नु न लाफिङहरू नि रहेछ। ओ माई गड, वाट अनएक्सपेक्टेड लोकेसन। ओएमजी सच अ ब्युटिफुल। हामी एकदम अनएक्सपेक्टेड छ। यता ब्लगर भेट भयो। चेस गरिदिउँ न त मोबाइल चेस। कस्तो यहाँ चाहिँ टल्केको गाइजहरू त्यहाँनिर चाहिँ तपाईँको धराने बङ्गुरको परिकार पाइन्छ। बङ्गुरको अनि मलाई त थुक्पा चाहिएको। चाहियो क्या चिनेको, त्यही अरू पनि चिनेको मान्छे हुनुहुन्छ। कस्तो क्रेज क्या धरानको होला गाइस। यहाँनिर ऐना पनि पोर्कै छ, पोर्क अरे च्वाचेकै छ। मैले चाचे जस्तै थियो किनभने म चाचेको मासुलाई एकदम मन पराउँछु। सक्दिनँ होला। आई लभ च्वाचे। ठिक छ। चाचे भने हाम्रो जिन्दगी के को खुट्टा यो चाहिँ डल्ले खुर्सानीको अचार होला है नि। धराने डल्ले खुर्सानी एकदम फेरि एउटा खाए कि स्वर्ग। त्यहाँ न सुँगुरै सुँगुर। ओ माई गड, कता छ नि त्यहाँ पनि सुँगुरै छु। मान्छे सुँगुर जस्तै आज कस्तो बिहामा अचार के हो रे यो चाहिँ? अकबरे। ओ म्याम अकबरे के छ कस्तो क्लियर देखेको। ओ आइसक्यो थुक्पा। अचार देखाइदिनु अब मनी। वाह
हाम्रो मोमो पनि आइसकेको छ अनि समथिङ मोमो यहाँ छ मोमो जस्तै मान्छे यस मोमो तर अञ्जनाले बनाए जति मिठो चाहिँ नहोला हामी हो कि हिजो त 20 वटा खाएछु मोमो तर हेर्नु गाइज हो तपाईले सुरुमै 12 वटा हाल्दिएको हैन अनि त्यो प्लेटमै थियो 7-8 वटा कमेन्टमा 20 वटा हाल्नुलाई चाहिँ ध्यान कमेन्टमा 20 वटा हाल्नुमा तपाईले भने कत्रो है मोमो तपाईको त्यहाँबाट पनि दिनु त्यहाँबाट दिनु
गाइज हामी चाहिँ खाइपी विजय बाबुले मलाई छोड्न आउनुभयो अनि निनी र शोभा चाहिँ गाडीमा जानुभयो अन्जना चाहिँ वेट गरिराख्नु भएको छ त्यहीँनिर एकदमै नजिक छ यो चाहिँ यो चप्पलीको पतञ्जलीको ठ्याक्क अपोजिटपट्टिको साइडमा केहरू छ त्यो मैले देखेको पनि हो तर पहिला चाहिँ याद नगरेको रहेछु सो म जाँदैछु आजको लागि यति नै धेरै धेरै धन्यवाद तपाईँहरूलाई भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद यदि कोही मेरो च्यानलमा नयाँ हुन्छ भने प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला सो सी यु अन नेक्स्ट भिडियो बाई बाई